हेलो गुड मर्निङ फ्रम नर्थ अन्नपूर्ण बेस क्याम्प। आमामा बल्ल आज हिमाल देखियो यार, हिजो त्यत्रो हिँडेर हाम्रो पञ्चकुण्ड ताल कता हो त नि, हामी 4050 मिटर। भ्यू चाहिँ यस्तो भइहाल्छ है। आज चाहिँ खुले है कस्तो यार, हिजो नि एकछिन खुले थियो अरे, खतरा खुले है। हाम्रो त अहिले म्याप हेर्दै हुनुहुन्छ होइन, म्याप हेरेर अब हामी कुन डिसाइड जाने हो ट्याक्क भन्दै हुनुहुन्छ। पञ्चकुण्ड ताले यो जाम दाइ यता बिस्तारै त्यस्तो बाटो त उक्लेको हाम्रो, त्यही भएर हामीले यस्तो गाइड लिएर हिँडेको कि होइन, केहीमा डराउनु ठिकै डराउनु होइन त। मजा आयो त्यो बाटोमा हामी यहाँ डराएर कस्तो भयो थियो, यहाँ त काठ हिँड यहाँ उहाँ गर्दै खाने बाटो बनाउँदैछ है। यहाँ चाहिँ हाम्रो यो अहिले आएको टोलीले है, सही छ है भ्यू चाहिँ जोस् ठिकै दाइ। साउथ आइस ए आइस उतै आइस दाइ, दाइ साउथ एबिसी हेरी त केही होइन है, साउथ एबिसी हेरी त बगाएर हो त। त्यहाँ काठ हालेर काठ हिँड उता लग उता बगाइदिए यार, अब हामी कसरी जाने हो। ल ल है हाम्रो यहाँ सुमन दाइले चाहिँ यहाँ पनि काम गर्न थाल्नु छ। यत्तिको जोस चाहिँ चाहिन्छ है मान्छे पछि। पञ्चकुण्ड ताले यो सामाजिक कामहरू पनि देखाइने। यहाँ ब्लगर साथीले नयाँ पेसा सुरु गर्नुभएको छ, कार्डबोर्ड बोकेर हिँड्ने। हिमाल 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 चारै 360 हिमाल त देखेन। यहाँ हिमाल देखेन, अरू यहाँ नि हिमाल देखेन, उता चाहिँ पुरै हिमाल देखियो। 270 डिग्री हिमाल देखियो। श्री नीलगिरी पञ्चकुण्ड काग भुसडी द्वीप अन्नपूर्ण 4 नर्च्याङ म्याग्दी। यहाँ चाहिँ मन्दिर रहेछ। हामी चाहिँ मुख नधोइ आएँ हम होइन, अब के गर्ने, भगवान्लाई चाहिँ जतिखेर सम्झे नि केही हुन्न। नमस्ते भाइ। ल भ्यू चाहिँ ताल त पुरै ब्लू देखियो है। भ्यू कस्तो लाग्यो एकचोटि मनबाटै भनिदिनु। ठिकै है। ल साउथ एबिसी कि नर्थ एबिसी होइन कि यहाँ नि पुरै हिउँ लपक्कै भएको त यो पनि बवालै हुन्थ्यो। यो पनि दामी हुन्छ, त्यही हो, टाइमिङ मिल्नु पऱ्यो सबैको। ल अहिले हामी चाहिँ ट्याक्क 41 किलोमिटर अन्नपूर्ण फर्स्ट बेस क्याम्प नर्थको है। यस्तो भ्यू चाहिँ यो छ। अनुहारको हालत मुख नधोइ आएको यस्तै छ। ए आधी घन्टा आइयो त, आधी घन्टा मजाले आइयो चाहिँ। भिड छ है भिड। ल है यहाँबाट चाहिँ यही भ्यू, केटाहरू उता गछन्, फोटो भिडियोमा खिच्न पाइएन एक्लै। यहाँ दाइहरू चलाएर हान्दै बस्यो। यो चाहिँ तिलित्सो हो कि के हिमाल रहेछ, निलिगिरी के, अनि यो पछाडि चाहिँ थोरङ्ला रहेछ, यो चाहिँ हिमचुटी, अन्त उता चाहिँ साउथ अन्नपूर्ण बेस क्याम्प। भ्यू चाहिँ यही है। अहिले चाहिँ घाम लाग्यो हिमालमा, टिलिक्क टल्क्यो हौ। यहाँ चाहिँ सब रमाइलो भइरहेछ है। उहाँ त तन्नै मान्छे हुनुहुन्छ यहाँ त। अझ निलो ताल देखियो। अनुहारको हालत चाहिँ यस्तो है।
मुखै नदै आगे ल है अहिले नि म यहीँ छु मिठो घाम लाग्यो है अहिले चाहिँ है ताल चाहिँ यस्तो बबाल देखिरहेको छ घाम यस्तो मिठो लाखा हिजो अस्तिसम्म वेदर नखोलेको आज बबाल दियो अन्त लक्की पऱ्यो हामी तर भ्यू चाहिँ जे होस् राम्रै देखियो ठिकै हो यस्तो वाउ चाहिँ भन्ने चाहिँ अब ठिकै के भन्नु अब यत्तिको कस्तो वेदर खुल्यो यही हो भ्यू नर्थ अन्नपूर्ण बेस क्याम्पबाट भ्यू देखिने भनेको हिमालहरू यही हो ल अब चलियो बिस्तारै अब आज एकैचोटि तातो पानी फर्किने भनेको के हुन्छ ल हामी झर्दैछौँ लहर लहर बाटो यस्तो छ है हल्का च्यालेन्जिङै छ 1 विस गेम फिनिस जस्तो यही हो नर्थ अन्नपूर्ण बेसको पञ्चकुण्ड ताल यही हो यस्तो छ घाम लाहा मिठो न्यानो भयो अहिले चाहिँ आज चाहिँ हामी एकैचोटि तातो पानी पुग्ने हाम्रो लक्ष्य छ हिँडिन्छ के नै छ र जम्मै अब आउने बेला 11 घन्टा जति लाग्यो क्या अब जाने 9 घन्टा लाग्यो क्या 5-6 घन्टा त मजाले हानिन्छ हामी बसेको ठाउँ चाहिँ उतो है ट्याक्क भ्यू चाहिँ यस्तो बवाल देखेको छ ल हिँड्दैछौँ अब तालको भ्यू सकिन लाग्यो घामले एन्टिलाइट होला यस्तो बाटो हिँड्न जुत्ताको जुत्ता अब नयाँ किन्न पर्ने हो माथिबाट चाहिँ भ्यू जे राम्रै देखियो ठिकै हो यतिको अब के भन्ने अहिले अर्को कुरो यो सेफ फक्सुन्ड हान्नेलाई र साउथ एबिसी हान्नेलाई यो केही होइन यो दुइटाको कम्बाइनमा यो मिनी हो त्यसको लागि यो दुइटा चाहिँ बबा अति बबा हामी चाहिँ अहिले बस्ने ठाउँमा आइयो यो चाहिँ 4050 मिटर एल्टिट्युड माथि चाहिँ हामीले 4200सम्म हान्यो होला उहाँ बिच्चा गरेर फोटो खिच्दैन सियर उसले बिगारे घामको डिरेक्सनले एन्टिलाइट हो ल है अहिले हामी चाहिँ अब यहाँबाट चलियो भ्यू चाहिँ अब हल्का बादल आउन सुरु भइसक्यो घाम लाहा मस्त दाइ रेडी अब चाहिँ आनन्दले चलिन्छ हिजो यस्तरी बसेको थियो यहाँ नहटेर हिजो 80 जनाको क्यापेसिटीमा जम्मा 80 जनाको क्यापेसिटीमा 150 जना मान्छे हैट कसरी छुट्यो होला त्यो भएर पहिला यहाँ आउनुभन्दा पहिला बुक गरेर आउनु बुझेर भ्यू चाहिँ यस्तो बवाल छ हामीले चाहिँ अनि अर्को कुरो हामीले चाहिँ यहाँ खानाको 900 रुपियाँ सुतेको एकजनाको 800 रुपियाँ अनि चाउचाउ खाएको 300 रुपियाँ तिर्यो टोटल 6300 रुपियाँ तिर्यो अब चाहिँ बिस्तारै हानिन्छ आज तातो पानी फिट हामी चाहिँ 8:54 बज्छ हामी चाहिँ 8:40तिर हिँडियो क्या अब चाहिँ हामी आज कति बजे तातो पानी र हुम्खुला पुग्छ म अपडेट दिन्छु है अन्त चाहिँ भ्यू चाहिँ यस्तो हिँडेको 10-15 मिनट मात्र भयो बाटो चाहिँ यस्तै छ है ओह्रालो अहिले उकालो अब यस्तै हो सम्म उकालो त्यस्तो हार्ड छैन है बाटो चाहिँ इजी जस्ट मिडियम ट्रेक हो यो हामी चाहिँ भुस्केट मेला कति घन्टा आइयो 1 घन्टा 20 मिनटमा आइयो है नर्थ एबिसबाट भुस्केट मेला 1 घन्टा 20 मिनट जाँदा 3 घन्टा घाम लगाइरहेको वेदर चाहिँ मिठो छ है हालत त्यस्तो छ अब चाहिँ एकछिन ब्रेक खानिन्छ त्यहाँ पुल कतिखेर आउँछ यार अब हामी चाहिँ अहिले यहाँ पुलमा आँखाम भुस्केट मेला हल्का तल अब यहाँ चाहिँ खासा चाहिँ खाइन्छ एकछिन बसिन्छ होला 15-20 मिनट अनि रन्केर चलिन्छ तल गाडी भेटिने त यो पुल पनि सही छ है
है उकालो ओह्रालो छ धेरै जस्तो ओह्रालो नै भयो झर्दाखेरि चाहिँ होइन झर्ना चाहिँ बगाल छ झर्ना नि है खोला घाम लागिराख्यो मिठो भइराख्यो हिजो चाहिँ हुस्सु लागिरहेको थियो हिँड्ने बेला हामी चाहिँ अहिले सन्धि खर्का आउन लाग्यो यहाँ चाहिँ बवाल पुल छ रमाइलो भइरहेछ यस भ्यू हेर्दै हिजो हेर्न नपाएको भ्यू आज चाहिँ हेर्दै हिँड्न लाग्यो हिजो यो बाटो हिँडेको र भन्ने जस्तो भयो आज बल्ल खुलेर अब अगाडि त पुरै बादल लागिसक्यो यता चाहिँ खुलेको थियो त्यही भएर अब अगाडि फुसफुसै झर्न आउँछ अब सन्धि खर्कापछि अनि त्यसपछि हुम खोला चाँडै हिँडियो कति टाइममा आइन्छ कति टाइममा पुगिन्छ ओह्रालो चाहिँ म अपडेट दिइराख्छु यहाँ सन्धि खर्काको एउटा पुल छ भिडियो बनाउनु पर्यो केटीहरू नै होला नि के अहिले चाहिँ हामी यहाँ के अरे फुलफुटे झरनामा हो यहाँ चाहिँ फुलफुटे झरनाको वरिपरि क्याम्पिङ गर्न मनाइछ झरना तालमा पौडी खेल्न मनाइछ झरनाको भएर चाहिँ यदि क्याम्पिङ गर्नु भने भयो है यस्तो लेखेर चाहिँ स्विम इन योर ओन रिस्क यो चाहिँ 3133 मिटरमा छ है हामी चाहिँ हल्का फुटफुटे झर्नामा भिडियो सिडियो बनाइयो अनि चलियो अब चाहिँ हामी तल गाडी लाउने ठाउँ पुग्छौँ अब 1 घन्टा पुगेर मजाले म चाहिँ कति टाइम लाग्यो माथिबाट भनिदिन्छु चाहिँ यो चाहिँ है सामान हामी
गाह्रो त्यही भएर महँगो पर्ने उता साउथ एबिसीमा कति माथिसम्म त माथिको उसमा चाहिँ हेलिकप्टरले पुरै हानिदिन्छ बिच्चा बिच्चा खच्चड यताउति ल्यायो अनि यताकोमा चाहिँ पुरै मान्छेले हिँडेर लानुपर्छ त्यो चाहिँ समस्या यहाँ यताको चाहिँ अब चाहिँ बिस्तारै हिँड्याम केटाहरू पछाडि आउँदैछन् म चाहिँ बिस्तारै हिँड्दैछु अब यहाँबाट उता डाँडा यस्तरी छिरेपछि हुम खोला आइहाल्यो अनि आज तातो पानी पर्ला पर्ला जस्तो त भयो तर के हुन्छ थाहा छैन राजस्थानी नाम राख्यो यहाँ चाहिँ सिसी क्यामेरा छ यहाँ हुमखोला अन्त हल्का माथि आएको यहाँ माथि चाहिँ सिसी क्यामेरा राखेको रहेछ यहाँ चाहिँ किन राखेको सिसी क्यामेरा लाइट पनि रहेछ अनि त्यसपछि खोला नाला आयो भने चलो हामी चाहिँ हामी यहाँ हुमखोलाबाट चलियो लहर अगाडि के पाइन्छ हामी चाहिँ यहाँ 5:30 घन्टा आइएछ यार वहाँ अझ 1 घन्टा त हामी रेस्ट नै हानियो हो त नि म हिँड्न थालेँ क्या होइन एबिसीबाट त्यस्तो भयो थियो र साउथको कामेको यार त झिनुको डाँडो यस्तो भएको खुट्टा त म आधी घन्टा अगाडि गएर कुरेर बस्छु है आधी घन्टा लाटेर म त्यो गरेर दिनु के हट माथिबाट पञ्चकुण्डबाट आएको पुरै पानी यसरी यहाँ हाइड्रो पावरले माथिबाट आइयो यार हट यत्रो माथि यहाँ अहिले म बाटो देखाउँछु यस्तो बाटोमा यस्तो ठुलो हाइड्रो पावर बनाएको निलगिरी हो कि के हो है हाइड्रो पावरको नाम चाहिँ मैले भुलेँ नाम नि यता लेखेर हुन्छ कि फेरि पुरै खोलै सुकाइदिएको कि बिच्चामा त अब हामी चाहिँ गाडी बुझ्नु गइन्छ गाडीले बिच्चा हामीलाई बिच्चा बाइक छोड्यौँ के अरे अनि त्यहाँबाट चाहिँ चलिन्छ गाडीले भाडा कति लिने लेट्स गो यहाँसम्म चाहिँ एउटा यामाहाको बाइक आएर रहेछ एउटा पल्सर यो कुन बाइक हो यो अपाचे जस्तो बागमती बढ्दैछ 200 कोबी एउटा एक्सपल्स एउटा एभेन्जर आएर चाहिँ यहाँसम्म त बाइक यहाँ 220 LZ फिट बेकार आने भने यार यो बाटो बाइक अन्त हजुरहरू छ होला हामी त चल्दिनु पर्छ क्या कतिजना हामी 3 जना छौँ कि हामी फेरि 2 जना बिच्चाको हाइड्रोबारमा झर्ने हो कि बाइक त्यहाँ अड्केको पहिरोको कारणले त्यो डोजरहरू भयो त्यो चाहिँ होइन हाम्रो अलि हाइड्रो पावरै अगाडि छ कि त्यहाँबाट 10 मिनट तल कि हामी बस्न हामी 3 जना अटिन्छ होला है गाडी त तपाईँको थियो नि तर रिजर्भ गरेर थिएँ मैले तपाईँलाई रिजर्भ गरेर आएको थिएँ किन दाइको आवाज नचिन्दा भनेर मैले तपाईँलाई फोन गरेँ हो दाइ हामीले त्यो दिनमा कहाँ सुतेको थाहा तपाईँलाई कोठमा आमामा साथी घरको म ठाउँ नगरेर आछु
लुगाहरू ब्यागमा दाइ हुनुहुन्छ, एकजना चाहिँ यहीँ बस्नुहुन्छ कि तातो पानी झर्नुहुन्छ, हामी दुइटा बाइक लिएर झर्छौँ कि पैसा उतै मिलाउने ल खुट्टा दिने आएको सुरे केटाले कहाँ कुरा थियो भन्नु जो चिसोले हिजो राति सुत्न पाइएन कहाँ बस्नु भाइहरू तपाईँ माथि सुतेन भएर त अगाडि आएको सकिहालेपछि हुन्छ ल आउँछ मामी ल त्यो यसमा चाहिँ हेलो दाई नमस्कार नमस्कार हेलमेट हामीले छोडेको थियौँ नि अस्ति राति पहिरोमा हजुर हुनुहुन्थ्यो कि हजुर यहाँ दुईवटा हेलमेट छोडेको छौँ कि हामीले यहाँ बाइक दुईवटा पछाडि राखेको कि एउटा रातो उस छ एउटा चाहिँ हाफ हेलमेट छ कालोमा हुन्छ हस् धन्यवाद है हस् ल है अहिले चाहिँ हामी के अरे माथिबाट यहाँ बिच बाटोसम्म आइयो अब यहाँबाट अब बाइक झारिन्छ दुईजनाले बाटो अब देखाउँदै जान्छु बाटो कस्तो छ ल त गयो दाइ अब त झुक्केर नि आउनु यार अब एकचोटि आइयो देख्न मन थियो बाटोले पुग्यो त्यो बाटो छ उकालोमा उताडा आउँछ कसरी ल्याइयो होला राति राति गाह्रो हुन्छ हौ हालत खराब भयो बाइक लिएर आएको बाइकको पेट्रोलै भ्याइएछ कि भ्याइएछ होइन पेट्रोल त हालेको थियो पेट्रोलै उडेछ कि के भन्छ कि है कस्तो ओह्रालो खर एक दुई ठाउँ धगाल्यो नत्र भए कस्तो ओह्रालो आनन्दले आयो साथी उताबाट आउँदैछ अनि दाइले ब्याग स्याग चाहिँ दाइलाई गाडीमै हालेर पठाइदिएको बाटोको हालत यस्तो हालत चाहिँ हाइड्रोबाउट चाहिँ एउटा दुईवटा तिनवटा खान बाटो यस्तो बाटोमा बेकार लिएर आइएछ कि तपाईँहरू पनि आउँदाखेरि नर्थ एबिसी टक्क तातो पानी बाइक राख्यो नि त्यहाँबाट जिपमा मस्त आयो हुन्छ कोही जिपले 1000 रुपियाँ भाडा लिन्छ कोही 1250 कोही 1500 हेरी हेरी छ जिपले अब त्यस्तै हो हालत खराब भयो यार यो बाइक चाहिँ होइन बिग्रेको त होइन पेट्रोलै आफै उडेछ कि हो त हाल्न 800 का 500 का हालेको अझै पेट्रोल थियो खै हाल्छ आज हाल हेलो अहिले चाहिँ म यो ट्याक्क होइन यो नर्थ एबिसी जाने बाटोको अगाडि छु यहाँ चाहिँ अब मैले चाहिँ आज तपाईँको चाहिँ नर्थ एबिसीबाट हुम खोला चाहिँ मैले 5.5 घन्टामा हाने अनि हुम खोलाबाट यहाँ चाहिँ 2 घन्टामा हान्छ गरी गाडीमा बाइकमा पनि त्यस्तै 2-3 घन्टा लाउँछ अनि यस्तो हुन्छ तपाईँ चाहिँ अब सुरुमा नर्थ एबिसी अब मैले यो लास्ट टाइम फाइनल भन्छु नर्थ एबिसी आउनुभन्दा पहिला तपाईँले होटल बुक गर्नुपर्ने हुन्छ होइन होटल बुक गर्नुभन्दा पहिला हजुरले चाहिँ के हुन्छ भन्दाखेरि यो भिडियो लामो हुन्छ त्यही पनि हेरिदिनु होला नर्थ एबिसी आउनेलाई जरुरत हुन्छ अब तपाईँले चाहिँ नर्थ एबिसी तपाईँ आउनुभन्दा अगाडि होटल बुक गर्नुहुन्छ होइन होटल बुक गर्दाखेरि पहिला एडभान्स माग्छन् होइन एडभान्स माग्दा फेरि हजुरलाई के हुन्छ भन्दाखेरि एडभान्स माग्यो भने तपाईँले एडभान्स हालिदिनुहुन्छ पछि तपाईँ जानुहुन्छ अब त्यो दिन बुक गरेको दिन जानुहुन्छ तर त्यो एडभान्स कसलाई गयो त्यहाँ थाहा हुँदैन कि माथि तपाईँको अब त्यो हुम खोलासम्म नेट टिप्छ त्यहाँभन्दा माथि नेटै टिप्दैन हुम खोला चाहिँ बस्ने चाहिँ अब हल्का मिल्छ एडजस्ट गर्नुपर्छ माथि पछि चाहिँ तपाईँले लास्टै हुन्छ कि त्यो भनेको तपाईँले अब बस्न यताउति गाह्रै हुन्छ कि त्यो यता त्यो कम्फर्ट चाहिनेहरूलाई अब एडजस्ट गर्नेहरूले सकिन्छ
अब हामीले 800-1000 रुपियाँतिर एकजनाको सुत्ने हो, त्यही पनि भुइँमा म्याट्रेस उठाएर ओछाएर उस गरेर एउटा पातलो सिरक ओढेर सुत्ने हो, पुरै कपडा लाएर। यति चिसो हुन्छ। अब त्यो छ होइन, तपाईँ चाहिँ पहिले अब नत्र हल्का पहिले बुक गरेर राम्रो ठाउँ पर्नु भने चाहिँ हल्का म्याट्रेस के अरे दचनाहरू अनि सिरकहरू चाहिँ राम्रै पाउनुहुन्छ। अब तपाईँले अब बुक गर्नु त होटेल फेरि पनि भने बुक गर्नुहुन्छ, तर त्यो पैसा कसलाई जान्छ थाहै हुँदैन, त्यस्तो छ त्यहाँ समस्या। अनि अर्को कुरो चाहिँ समस्या कस्तो छ भन्दाखेरि तपाईँले अब गाडी हुन्छ होइन, गाडी बुक गर्नु भने चाहिँ सस्तोमै पाउनुहुन्छ। 1-2 दिन अगाडि 3-4 दिन अगाडि अब तपाईँको अब मैले चाहिँ यहाँ थाहा पाएअनुसार अब एकजनाको 1000 रुपियाँमा सबभन्दा सस्तो भनेको 1000 रुपियाँमा लैदिने ल्याउने गर्नुहुँदैछ होइन, गएको 1000 आएको 1000 होइन। अब पछि तपाईँले अब यसरी फर्किने बेला गाडी अब पाउनु भएन, केही बुक गर्न पऱ्यो भने चाहिँ तपाईँले लास्टै महँगो पर्न गयो। अब तपाईँलाई ऱ्यान्डम अब यत्तिकै हिँड्नु पऱ्यो भने लास्टै महँगो पऱ्यो। अब तपाईँले बाइक लानु खोज्नुहुन्छ भने बाटोको हालत त अब तपाईँले त बाइकै नलानु भन्छु मैले। अब अलि राम्रो बाइक अब कन्फिडेन्स छ भने चाहिँ लगाउनु राम्रो। 22 किलोमिटर मैले भुलेँ, तपाईँको पुरै कच्ची रोड हो, लास्टै छ अफरोड, टाउको दुख्ने अफरोड छ। अब बाइक लान पनि गाह्रो छ, त्योभन्दा गाडीमा जानु बेच्छ। गाडीमा नि एउटा रेट भन्ने कुरो छँदै छैन। अब गाडी अब तपाईँले 2-3 अब कोही ड्राइभरहरू हुनुहुन्छ 2-3 अब कतिजना हुनुहुन्छ मलाई थाहा छैन, उहाँलेहरू चाहिँ राम्रोसँग लानु होला। अब फेरि यो भिडियो हेरेर चाहिँ अब मलाई फेरि कसैले केही नगर्नु होला भन्ने मलाई लागिरहेछ। तर नर्थ एबिसी आउँदाखेरि चाहिँ पहिला होटेल बुक, अब होटेल बुक नि कसरी गर्ने, एडभान्स लिन्छ उहाँ माथि गएर एडभान्स लेखाइन भनिदिन्छ। अब कसले लियो कहाँ पुग्यो त्यो एडभान्स चाहिँ थाहै हुँदैन। अब होटेलको त्यस्तो छ, गाडीको चाहिँ अब आफ्नो यहाँ मन पर्दी जस्तो टाइप हो कि अब के भनौँ त्यो चाहिँ मैले बुझ्न सकिनँ। अहिले चाहिँ म ट्याक्क नर्थ एबिसीबाट झरेर म यो तातो पानीको यो ट्याक्क यो गेटै अगाडि, यो पुल हो गेटै अगाडि छु। यी बोर्डहरू यही छ, बाइक यहाँ छ। आज मैले यी पेट्रोल बिचमा भ्याएर 400 रुपियाँको पेट्रोल गरेर मैले 6 किलोमिटर डिस्टेन्सको लागि मैले बास्कोट भन्ने यहाँ तातो पानीबाट बास्कोटको लागि मैले कति 500 रुपियाँ भाडा तिरेँ। अब यस्तै छ। तपाईँ चाहिँ आउनुभन्दा नर्थ एबिसी आउनुभन्दा अगाडि चाहिँ धेरै बुझेर आउनु, पहिल्यै बुक गर्नु अब राम्रोसँग होटेलहरू अनि गाडीहरू पनि पहिल्यै बुक गर्नु। अब बाइक लान जानुहुन्छ भने सकेसम्म त मैले नलानु भन्छु, तातो पानीसम्म ल्याउनु, त्यहाँपछि चाहिँ जिपमा जानु भन्छु मेरो भनाइअनुसार। फेरि जिप पनि राम्रोसँग पुरा गरेर फेरि फर्किँदा फेरि नि फेरि चाहियो, फेरि जाँदा फेरि मात्र भएन, फेरि फर्किँदा फेरि यहाँ तपाईँको जिप तल हुन्छ, माथिमा तपाईँहरू हुनुहुन्छ, फेरि जिप गरेर ल्याउँदाखेरि महँगो भाडा परिहाल्छ। अब त्यही भएर अब आफूले कसरी हुन्छ बुझेर हुन्छ। अब मसँग यस्तो नम्बर केही छैन, हजुरले अब आफैले खोजेर हुन्छ कताबाट हुन्छ अब कन्फर्म गरेर मनी पाएँ भने हजुरहरूलाई म फेरि अर्को भिडियोमा हालिदिने छु। अहिले चाहिँ भिडियो लामो भयो, हस् त, नमस्ते। आज चाहिँ यात्रा नर्थ एबिसी चाहिँ धेरै त्यस्तो एक्सपेक्ट गरेर चाहिँ नजानु है, रियालिटी भर्सेस एक्सपेक्टेसनमा चाहिँ नजानु। रियालिटी अर्कै छ, एक्सपेक्टेसन अर्कै भइदिन्छ लास्टमा। हाम्रो त्यस्तै भइदियो। लास्टै थकाइला अब तातो पानी केटाहरूले होटेल बुक गरेको भने अब त्यतै जाने हो। तारा ला है आकाशमा। ल है अहिले चाहिँ हामी ट्याक्क लाएर तातो पानी आएर होइन ट्याक्क मुन लगाइरहेछ माथि। यहाँ होटेलमा बसेको छौँ सोफिया लज एन्ड रेस्टुरेन्टमा होइन। खानसाना खाएर अहिले चाहिँ 10 बजे मैले चाहिँ टिकटकमा भिडियो अपलोड गर्दै बसेको छु। मस्त मन लाग्यो। अहिलेसम्म चाहिँ तारा पनि देखिरहेको थियो। यहाँ चाहिँ पुलिस स्टेसन हिँडेछ है, खोला बजिरहेको छ। आज चाहिँ आज यतै छुट्टियो। अब भोलि चाहिँ कता गइन्छ थाहा छैन, केटाहरू भित्र सुतिसक्यो। म चाहिँ भिडियो अपलोड गर्दै बसेको छु। ल अब भोलि कताको सायद त मुस्ताङ हुन्छ कि पोखरा हुन्छ केही थाहा छैन। अनुहारको हालत त यस्तै छ, देखेको छैन।